तपाईहरुले देख्न सक्नुहुन्छ यो थारू कल्चर सांस्कृतिक संग्रहालय जुन बर्दियाको राष्ट्रिय निकुञ्जमा छ। यहाँ मेरो साथीहरु हुनुहुन्छ, उहाँ चाहिँ घुम्न आउनु भएको छ। ल के घुम्नु भयो। अब तपाईले मायाहरु सबै चीज देखाउँछु। यता रहेछ पौवाहरु, यता रहेछ यो चाहिँ चकिया, यो चाहिँ ढेकी, यो चाहिँ कृष्ण जन्माष्टमीमा बनाउने कृष्ण जन्माष्टमीको। अब तपाईहरुलाई म भित्र गएर देखाउँछु। ल उहाँ पनि मेरो साथी हुनुहुन्छ, उहाँ मेरो साथी हुनुहुन्छ। ल बेहुला बन्ने तयारीमा हुनुहुन्छ। ल बेहुलालाई चाहिँ बधाई छ है। म एकछिन उतातिर। यो चाहिँ विशेष गरी बेहुलीको बस्ने हो, यो चाहिँ विशेष गरी बेहुलाको बस्ने हो है। ल अब तपाईलाई थपहरु देखाउँछु। यो चाहिँ हाम्रो थारू संग्रहालयको भान्साघर रहेछ। यसमा चाहिँ भान्साघर, यता चाहिँ कोल पेल्ने रहेछ, यता चाहिँ जार राख्ने रहेछ, चाहिँ जार बनाइरहेछन्। यो चाहिँ हाम्रो डेरी भन्छन् कि कुठली। यो चाहिँ हाम्रो पुर्खाहरु चण्डोल लिएर गइरहेछन् है। यो चाहिँ हाम्रो देउता घर, देउताको है, देउता बस्ने घर हो। यसमा चाहिँ हाम्रो यहाँ चाहिँ देउता रहेछन्। तपाईहरुले मजाले देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यहाँ पनि रहेछन् र अरु सामान रहेछ। यो पनि हेर्न सक्नुहुन्छ। चण्डोल के भन्छन्, फेरुवा यहाँ रहेछ। यसभित्रै माण्डल राखेको रहेछ। यो चाहिँ खोपरुवा। यहाँ पनि रहेछ खोपरुवाहरु मजाले तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ सामान रहेछ। थारू गहना संग्रहालयको गहनाहरु रहेछ, गहना रहेछ। तपाईले मजाले हेर्न सक्नुहुन्छ। यहाँ थारू पढ्ने सबै उल्लेख्या रहेछ। ओ माय गॉड, यहाँ त छुट्या रहेछ। यो चाहिँ भौका भन्छन् कि, भौका हाम्रो थारू संस्कृति। यता चाहिँ लेहेङ्गा रहेछ, लेहेङ्गा। ल म भित्र देखाइहालेँ, अब बाहिर पनि देखाउँछु है थोरै। ल यति मजाको खबरवा। यहाँ चाहिँ खेती गर्ने रहेछ। यहाँ चाहिँ कृष्ण अष्टमीमा बनाउने कृष्ण अष्टमी आउँदो रहेछ। यहाँ चाहिँ के रहेछ, यो चाहिँ कुखुराले अन्न पाल्ने रहेछ। यो चाहिँ ढेकी हो। यो चाहिँ पहिला पुरानो जमानामा यसै धान कुट्थे, धान चामल बनाउँथेले। यो चाहिँ चकिया हो।